अहिले बालेनको सरकार रवि लामिछानेको सरकार गठन भइसकेपछि 4 महिनाको कार्यकालमा चाहिँ दुई चोटि पक्राउ गर्नुको कारण के हो त यसको? हैन, दुर्गा परसाईले एउटा पार्टी खोल्ने भनेर धवल शमशेरसँग मिलेर अब राजावादी टाइपकै एउटा पार्टी खोल्ने भनेर उनले तयारी गरिसक्या र अर्को कुरा आन्दोलनको हिसाबले दुर्गा परसाईले आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउने भनेर आन्दोलन गर्नुपर्छ भनेर दुर्गा परसाई लागिसके पश्चातको स्थितिमा तपाईको साँच्चीकै सरकार विरुद्ध एउटा माहौल तयार हुन्छ कि साँच्चीकै दुर्गा परसाई लगायतको शक्तिले यो सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि गर्न सक्छ कि भन्नेमा, किनकि अहिले जस्तै सुनसरी घटना लगायत हिन्दू मुस्लिमको लफडा चलिरहेको बेलामा दुर्गा परसाईले हिन्दू राज्यको कुरा गर्दाखेरि अर्को खालको समस्या पैदा हुन्छ र सत्तालाई अप्ठ्यारो पर्ने परिस्थिति भएर एकचोटि जनता कुनै कारणले आयो भने फेरि हामीलाई समस्या पर्छ भन्ने निष्कर्ष यो सरकारले निकाल्यो। किन भन्दा केपी ओलीको सरकार दुर्गा परसाईको कारणले ढलेको हो। तपाईँलाई मैले भन्थेँ केपी ओलीको सरकार चैत 15 गतेको घटना हुँदैन थियो भने जेएनजी आन्दोलन पनि नहुन सक्थ्यो है। तपाईले त रहस्य कुरा खोलिदिनु भयो नि आज। हो चैत 15 गतेको घटना घटिसके पश्चात जेएनजी आन्दोलन त्यसैको जगमा भएको हो। जनता आक्रोशित भएका थिए, 2 जना मान्छे मरेका थिए चैत 15 गतेको घटनामा। दुर्गा परसाईको आन्दोलनमा 2 जना मान्छे मर्यो भने धवल शमशेर र दुर्गा परसाईहरू गिरफ्तार भएका थिए। धेरै व्यक्तिहरू पक्राउ परेका थियो त्यो बेलामा पनि। अहिलेको सरकार र त्यो बेलाको सरकारको 2-3टा रहस्य के देखिराखेको छ भने तपाईको संयोग के मात्रै छ भन्दा पहिला पनि प्रेम आचार्यले आत्मदाह गरिसके पश्चात आन्दोलन सुरु भएको थियो। हजुर हो। अहिले गणेश नेपालले आत्मदाह गरे। अनि पहिला पनि दुर्गा परसाईले चैतको 15 गतेको घटना घटाएको कारणले चैतको 15 गतेको आन्दोलन गरेको कारणले त्यो पछाडि हिंसा भड्किएको थियो। अहिले पनि फेरि दुर्गा परसाईलाई समात्ने काम भयो। दुर्गा परसाई आन्दोलन गर्छु भन्दै थिए, त्यसकारणले सरकारलाई अप्ठ्यारो पर्ने सङ्केत हो कि भन्ने लागिरहेकै छ मलाई। हेर्नुहोस्, तपाईँले प्रेम आचार्यको नाम लिइहाल्नु भयो। उहाँ चाहिँ पेट्रोल खन्याएर चाहिँ संसद भवनको अगाडि चाहिँ बानेश्वरमा चाहिँ आत्मदाह गर्नुभएको थियो। यो विषयलाई लिएर चाहिँ दुर्गा परसाईले बुलन्द आवाज पनि उठाउनु भइरहेको थियो हैन। त्यसपछि हेर्नुहोस् त चैत 15 गतेको घटनाले कस्तो उग्र रूप लियो। यसमा केही व्यक्तिहरू मृत्यु पनि भयो, केही पत्रकारहरूको पनि मृत्यु भयो, केही व्यक्तिहरू घाइते भयो, तोडफोड आगजनी हेर्नुहोस् त लाखौं करोडौं रुपियाँको क्षति भयो। अहिले हेर्नुहोस् त जेएनजीको आन्दोलन तपाईँले भन्नुभयो नि यो चैत 15 गतेको आन्दोलनले जन्माएको जेएनजीको भदौ 23 गतेको आन्दोलन हो भनेर तपाईँले भन्दाखेरि म 3 छक्क परे यसमा त। हो, तपाईँको जेएनजीको आन्दोलन के हो भन्दा जेएनजीको आन्दोलन चाहिँ चैत्र 15 गतेको आन्दोलनको निरन्तरता जस्तो हो। चैत्र 15 गतेको आन्दोलनमा तपाईको चाहिँ सुरेश रजक लगायत पत्रकार र अर्को मान्छेको मृत्यु भयो। त्यो मृत्यु पश्चात जनतामा एउटा ठुलो आक्रोश छाएको थियो। दुर्गा परसाई र धवल शमशेर रविन्द्र मिश्रहरू समातिएका थिए। जनताले के भनेको थियो भने यो सरकारले साँच्चीकै आन्दोलनकारीलाई फसाउन खोज्यो, अब यो देशमा के हुन्छ भन्ने परिस्थिति सिर्जना भएको थियो। त्यसैको बलमा आन्दोलन भएको कारणले नेपाली सेनाले समेत दुर्गा परसाईलाई आन्दोलनको स्टेक होल्डर हो, उहाँलाई पनि मन्त्रालयमा समेट्नुपर्छ भनेर भन्दै थियो हैन। त्यही बिचमा त्यो सरकार ढलेको थियो भने अहिलेको सरकार पनि दुर्गा परसाईसँग डराएको हिसाबले र प्रेम आचार्यले त्यो बेला अहिले गणेश नेपालले आत्महत्या गरेको कारणले धेरै कुराको संयोग मिल्दैछ। अहिलेको सरकारको विरुद्ध पनि धेरै प्रकारका आन्दोलनहरू सलबलाउन खोजेका छन् हैन। तर मेरो कुरा के छ भने जहाँ सामाजिक सद्भाव खलबलाउने हो, धार्मिक युद्ध मचाउने हो, त्यस्ता खालका गतिविधि गर्न भएन। तर जनताको आवाज उठाएकै भरमा, मिटर ब्याजीहरूका विरुद्ध बोलेकै भरमा, लघुवित्त पीडितहरूको पक्षमा बोलेकै भरमा दुर्गा परसाईलाई समात्नु पर्ने अथवा दुर्गा परसाईको अभिव्यक्तिसँगै डराएर दुर्गा परसाईलाई अभिव्यक्ति स्वतन्त्रता विरुद्ध मुख बन्द गर्ने काम गर्नु चाहिँ आफैमा यो दुर्भाग्य हो हैन। यो सरकार पनि एउटा पुरानै जो तानाशाही शैलीको जुन पञ्चायत राणा शासनमा जो चाहिँ नेताहरूले शासन गरे त्यही शैलीमा गयो कि भन्ने भान हामीलाई हुन थालेको छ। जस्तै हिजो दुर्गा परसाईले आफ्नो निवासमा चाहिँ प्रेस मिट गर्दाखेरि उहाँ त सरकारलाई त च्यालेन्ज नै गर्नुभएको थियो नि, ताकत छ भने मलाई थुनेर देखा भनेर बोल्दै हेर्नुहोस् त साँझका पाकमा मध्यरातमा चाहिँ पुलिसहरू पठाएर चाहिँ हातमा हतकडी लगाएर चाहिँ क्रापझाप गर्यो नि। भनेपछि त्यो प्रेस मिटमा हिजो दुर्गा परसाईले के त्यस्तो अशब्द बोल्यो र दुर्गा परसाईले बोलेका शब्दहरू म तपाईँलाई एउटा दुईटा शब्दहरू बताउँदैछु। उहाँले के भन्नुभयो भने म जबसम्म जिन्दा छु हिन्दू राष्ट्र कायम गर्छु, यो देश बचाउने र राजा स्थापना गर्ने म जीवित भएको बेलामा गर्छु भनेर उहाँले चाहिँ सरकार पक्षलाई च्यालेन्ज गर्नुभएको थियो। त्यो त्यति शब्द बोल्दाखेरि यो दुई टाइपको सरकारले पुलिस प्रहरी पठाउनु ठिक हो या
गलत थियो तपाईँको विचारमा? त्यो गलत थियो। जसरी उनलाई धरपकड गर्यो त्यसो गर्न पर्ने मान्छे होइन। दुर्गा प्रसाद भागेर कहीँ जाने मान्छे होइन। उनको 500-700 करोड त लोन छ हो होइन। 500-700 करोड लोन छ। यही देशमा स्थापित व्यापारी भएर बसेका छन्। उनले कसरी व्यापार गर्यो त्यो उनको कुरा हो होइन। तर एउटा स्पष्ट कुरा के छ भन्दा जुन प्रकारले उनलाई धरपकड गर्ने काम गर्यो, जुन प्रकारले सरकार त्रसित भयो, उनले केही गृहमन्त्री विरुद्ध विवादित विषयहरू अभिव्यक्तिहरू दिएका थिए, त्यो सुन्न सकिन्छ। जस्तो चाहिँ गृहमन्त्री आफैले गृहमन्त्रीसँगै हिँड्ने मान्छेले चाहिँ त्यहाँ हिंसा भड्काउनको निम्ति आफै झाँक्री आफै बोक्सी गर्ने काम गरे। गृहमन्त्रीले नै खटाएको मान्छेले हिंसा भड्कायो, गृहमन्त्रीले नै खटाएको मान्छेले त्यो मिलायो भनेर जुन खालको अभिव्यक्ति दिइरहेको थियो नि हो। त्यस कारणले त्यस्ता केही विवादित अभिव्यक्तिहरू छन् होइन। तथापि उनलाई समात्नै पर्ने, एरेस्ट गर्नै पर्ने होइन। उनी बाहिर बसेर पुरै सरकारै असुरक्षित हुने खालको चाहिँ त्यस्तो गतिविधिहरू हामीलाई लाग्दैन त्यो होइन। सरकारले कुन कारणले लिएको त्यो सरकारको कुरा हो। अनुसन्धान सबैमाथि गर्न पाइन्छ, तर देशद्रोहको अनुसन्धान गर्ने भनेपछि चाहिँ, देशद्रोही मुद्दा लगाउनु भनेपछि चाहिँ पुरानो मुद्दा पनि दुर्गा प्रसादको उल्टा आएर दुर्गा प्रसादलाई केही दिनभित्रै खाँदिने हो कि होइन, 2-4 महिनै खाँदिने हो कि अथवा 1-2 वर्षै खाँदिने हो कि भन्ने टाइपको पनि त्यस्तो चाहिँ देखियो। उहाँले हिजो चाहिँ यो सरकारको कालो कर्तव्य पनि सार्वजनिक गरिदियो। के भन्दाखेरि जुन यो 23 जुन यो हिन्दू मुस्लिमको जुन युद्ध भयो नि, लडाइँ भयो नि, त्यसमा चाहिँ राष्ट्र स्वतन्त्र पार्टीकै कार्यकर्ताहरू नेताहरू चाहिँ त्यसमा संलग्न थियो। किनभने अहिले चाहिँ हिन्दू मुस्लिमको लडाइँमा चाहिँ झै झगडामा चाहिँ जुन यो सरकार पक्षबाट गृहमन्त्रीले चाहिँ सहकार्य गर्यो, शान्तिलाई व्यवस्था कायम गर्नको लागि जुन भूमिका अदा गर्नुभयो नि, यो त हात्तीको दाँत जस्तै देखियो नि त। चबाउने एउटा देखाउने एउटा जस्तै भएको कारणले गर्दाखेरि जुन यो मुद्दा जुन तराईमा भड्काएका ती राष्ट्र स्वतन्त्र पार्टीकै कार्यकर्ता नेताहरूले नि यो चाहिँ आन्दोलन सुरुवात गरेको, यो अवस्थामा ल्याएको भनेर चाहिँ यसको पर्दाफास गरेर प्रमाणको सहित हेर्नुहोस् जुन अहिले जुन सहकार्य गरिरहेको छ हिन्दू युवा सङ्घहरूसँग चाहिँ गृहमन्त्रीले सहकार्य गर्यो, त्यही व्यक्तिले चाहिँ त्यहाँनिर मधेसमा चाहिँ आगो दन्दन लगाउने, अब त्यही व्यक्तिसँग चाहिँ हेर्नुहोस् त शान्ति सम्झौता भयो भनेर चाहिँ एउटा चाहिँ मिडिया ट्रायल गरेको अवस्थामा चाहिँ यो कालो कर्ती चाहिँ दुर्गा प्रसादले चाहिँ सार्वजनिक गर्दाखेरि हेर्नुहोस् रात नबित्ने बित्तिकमै हेर्नुहोस् त कानुनको हत्कडी लाग्यो। यस्तो छ। तब दुर्गा प्रसादको आफ्नो कुरा के छ भन्दा दुर्गा प्रसादले धेरै कुराहरू यो देशमा भनेको कुराहरू मिल्दै पनि गइरहेको छ। हजुर, दुर्गा प्रसादले केही गम्भीर प्रकृतिका रहस्यहरू पनि यो देशमा के हुनसक्छ, यो देशमा कस्ता प्रकृतिका आन्दोलन हुन सक्छन् भन्ने रहस्यहरू पनि दुर्गा प्रसादले खोल्दै आउनुभएको थियो। र दुर्गा प्रसादले चाहिँ मिटर ब्याज पीडित र लघुवित्त पीडितहरूको एउटा आन्दोलन जस्तो पनि बनाउनु भएको थियो। उहाँ पीडितहरूको मुद्दा मामला हेर्ने एउटा दस्ता पनि बनाउनु भएको छ होइन। हेर्नुहोस् त अन्तिम सरकारकोमा चाहिँ सम्झौता पनि गर्नुभएको छ उहाँले। केपी ओलीको सरकार जति दुर्गा प्रसादसँग डराएको थियो त्योभन्दा बढी यो सरकार डराउन लाग्यो कि दुर्गा प्रसादसँग भन्ने कुरा एकदम प्रष्ट ढङ्गले देखिन्छ होइन। अब राजनीतिक हिसाबले भन्दा के हो भन्दाखेरि दुर्गा प्रसादले भन्ने बित्तिकै राजा आइहाल्छ भन्ने पनि होइन होइन, हिन्दू राष्ट्र भइहाल्छ भन्ने पनि होइन। तर मधेसमा जुन प्रकारको परिस्थिति देखियो, जस्तो राष्ट्रसभाका मधेसकाबाट प्रतिनिधित्व गर्ने सांसदहरू फेस गर्न सकिरहनु भएको थिएन, गृहमन्त्री आफै गएर चाहिँ त्यहाँ चाहिँ फेस गरेर तुरुन्तै साम्य बनाउनु भयो होइन। अब त्यसको भित्र के थियो भनेर दुर्गा प्रसादले भन्दै हुनुहुन्थ्यो। दुर्गा प्रसादले भनेको कुरा सही हो कि गलत हो भनेर अनुसन्धान गर्न दुर्गा प्रसाद समातिनु भएको छ। अब पत्ता लाग्ला होइन अथवा के होला, तर दुर्गा प्रसादसँग तर्सेर साँच्चीकै यो देशमा आन्दोलन हुन्छ भनेकै भरमा, जनताले आवाज उठाउँछ भनेकै भरमा त्रसित भएर त्यसलाई चाहिँ जनताको प्रतिनिधिलाई अथवा जनताको नेतृत्व कसैले गर्छु भनेर सडकको आन्दोलनको नेतृत्व गर्न खोज्ने मान्छेलाई सँग तर्सिने, त्यो मान्छेलाई चाहिँ धरपकड गर्ने, त्यसलाई चाहिँ मुखबन्द गर्न खोज्ने, त्यो चाहिँ लोकतन्त्र विरोधी कुरा हो, यो चाहिँ गणतन्त्र विरोधी कुरा हो होइन। हिजो राणा शासन पञ्चायतको बेलामा पनि मान्छेले आवाज उठाउँथे, आन्दोलन गर्थे होइन। आन्दोलन चाहिँ रोकेर रोकिने कुरा चाहिँ होइन। जस्तै विगतको सरकारमा चाहिँ राष्ट्र स्वतन्त्र पार्टीको 19 सदस्यीय पार्टी हुँदाखेरि त्यहाँ संसद भवनभित्र चाहिँ बोल्नु दिएन, हाम्रो आवाजलाई दबायो, हामी कम सङ्ख्यामा भएको कारणले गर्दाखेरि 2/3 यो सरकारले चाहिँ हाम्रो आवाज दबायो भनेर चाहिँ संसददेखि लिएर सडकसम्म चाहिँ घाँटी फुट्ने गरे, कराई कराई स्वतन्त्रको हनन भयो भनेर चाहिँ उहाँहरूले चाहिँ एउटा उदाहरण दिनु भइरहेको थियो नि। आज हेर्नुहोस् त दुर्गा प्रसादको मा हेर्नुहोस् त के देखियो। आज यो लोकतन्त्र गणतन्त्रमा दुर्गा प्रसाद जस्तो पीडितहरू भुइँवर्काहरूको आवाज बोल्नेको पनि त आवाज दबाउने काम त यो 2/3 सरकारले गरिरहेको छ नि त। स्पष्ट कुरा के देखियो भन्दा भुइँ मान्छेको आवाज चाहिँ उठ्न हुँदैन। अब यो सरकारले अर्को नौटङ्की पनि गरिरहेछ। माइतीघर मण्डलामा केही मान्छेहरू चाहिँ पीडित भनेर बसेका छन्, ती मान्छेहरूले कोही मान्छे त्यहाँ आन्दोलन गर्न आयो भने पुरै वरिपरि घेरेर त्यसलाई थर्काउने धम्काउने होइन। हामी चाहिँ सुदन गुरुङको पक्षको मान्छे हो, हामी बालनको पक्षको मान्छे हो भनेर खुलेआम त्यहाँ केही थान महिलाहरूले
होइन केही महिलाहरूले त्यहाँ चाहिँ तपाईँको पीडितहरूलाई कसैले आन्दोलन गर्न आएका मान्छेलाई त्यहाँ धम्काउने काम भइरहेको छ खुलेआम भन्नाले यो सरकार पछबाट परिचालन गरेको छ माइती घर मण्डलमा केही महिलाहरूलाई सरकारको विरोधमा बोल्नेलाई चाहिँ होइन त्यहाँ पीडित भनेर आएर टेन्ट टाँगेर बसेको छ तर म गृहमन्त्रीको मान्छे म बालनको मान्छे भन्दै जो मान्छे त्यहाँ नयाँ मान्छे आन्दोलन गर्न जान्छ त्यसलाई घेर्ने थर्काउने कुटपिट गर्न खोज्ने लछार पछार गर्ने धम्काउने काम भइरहेछ भने यता भई मान्छेलाई को आवाज बोल्छु भन्ने दुर्गा प्रसादलाई समाइरहेछ भनेको माइती घर मण्डलमा अरू मान्छेले जनताले आन्दोलन नगर्ने वातावरण बन्दैछ माइती घर मण्डल किनकि रमिता बन्दैछ अहिले माइती घर मण्डल केही थान मान्छेहरूको चाहिँ डेटिङ जाने लभ गर्ने होइन अनि बेरोजगार युवाहरू त्यहाँ चाहिँ हल्लाखल्ला गर्ने ठाउँ बन्दैछ माइती घर भन्नाले तपाईँ त गम्भीर क्वेसन खडा गरिदिनु भयो नि यो सरकारको पक्षमा खबरदार माइती घर मण्डलमा केही मान्छे चाहिँ बेरोजगार मान्छेहरू त्यहाँ जम्मा हुने हल्लाखल्ला गर्ने केही युवा युवती जम्मा हुने होइन र ती युवा युवतीले जो मान्छे त्यहाँ सरकारको विरुद्ध कसैले आवाज उठाउन आउँछ भने त्यसलाई धरपकड गर्ने थर्काउने होइन त गृहमन्त्रीको विरुद्ध किन बोलिस् भनेर खुलेआम थर्काइरहेछन् त्यहाँ मिडियाको सामु थर्काइरहेछन् त्यहाँ कोही मिडियाले सरकारको विषयमा खबरदारी गर्यो भने पनि त्यसलाई तुरन्त ठिक लाउने गरी त्यहाँ एउटा महिला समूह परिचालन भएको छ एउटा विभिन्न प्रकृतिका मान्छेहरू परिचालन भएको छ यसले के देखाउँछ भने सरकार जनताको प्रश्नसँग डराइरहेको छ सरकार जनता एकजुट हुन्छन् कि भन्ने डर सरकारलाई कता कता पैदा भएको जस्तो देखिन्छ होइन जस्तो अस्ति मधेसमा घटेको घटना फरक हो त्यस्ता साम्प्रदायिक घटना कसैले घटाउनुहुन्न तर जनताको आवाज सडकमा राख्नै नपार्ने भन्ने हुन्न यो अहिले जुन मधेसमा घटेको घटनामा चाहिँ यो बालेन सरकारकै हात छ गृहमन्त्रीकै हात छ भनेर त दुर्गा प्रसादले हिजो त आफ्नै निवासमा बोलिरहनु भएको छ नि प्रसादले के भनेसँग मलाई मतलब छैन मधेसमा भएको घटनामा के छ तपाईँको दुर्गा प्रसादले केही प्रमाणहरू पनि पेश गर्दै हुनुहुन्थ्यो होइन तर कुरा के हो भने यो मधेसको घटना जसरी भयो गृहमन्त्रीको नेतृत्वमा सम्हाल्ने जस्तो परिस्थिति सिर्जना भयो तर कसैलाई काहा गर्ने कसैलाई पाहा गर्ने भन्ने होइन अब गृहमन्त्रीज्यूले हिन्दू राष्ट्र दिन्छु भनेर सम्झौता गरे भन्ने हल्ला पनि छ होइन तर हामीलाई त्यो विषयमा त्यो भोलि उहाँले जसले सहमति गर्नुभएको छ उहाँले भोग्ने कुरा हो होइन जनतालाई दिनै नसक्ने कुरा पनि दिन्छु भनेर भन्न त मिलेन होइन त्यस्ता धेरै कुराहरू जोडिएका छन् तर अहिलेको सरकार समग्र रूपमा भन्दा अहिलेको सरकार तपाईँको चाहिँ शान्ति सुव्यवस्था कायम गर्नुपर्छ यो राम्रो कुरा हो होइन तर जनताको आवाज बजारमा उठ्छ कि सडकमा जनताको आवाज उठ्छ कि भई मान्छेहरूले चाहिँ आन्दोलन गर्छ कि भन्ने कुरामा अलिअलि त्रसित हो कि भन्ने कुरा चाहिँ दुर्गा प्रसाईको पक्राउ पछाडि चाहिँ त्यो कुरा एकदम पुष्टि भयो क्या जस्तै त्यो तराईको घटनाको सम्बन्धमा केही कुराहरू गरिहाल्नु फेरि तपाईँले तराईको कुरा उठाइहाल्नु भयो यसमा के देखियो भने दुर्गा प्रसाईले हिजो आफ्नो निवासमा प्रेस मिट गरेर चाहिँ त्यो एउटा प्रमाण देखाएको थियो नि त्यो त राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्ता नेता रहेछ नि चुनाव बेलामा त पुरा प्रचार प्रसार गरिरहेको छ त्यही नेताहरू चाहिँ फेरि त्यहाँनिर चाहिँ आन्दोलनमा चाहिँ विद्रोह गरिरहेको थियो सरकारको विद्रोह गरिरहेको थियो होइन बालेन सरकार मुर्दाबाद भन्ने नाराबाजी गर्ने फेरि सहकार्य गर्नको लागि चाहिँ फेरि तिनीहरू नै उपस्थित भएर चाहिँ सहमतिमा चाहिँ हस्ताक्षर गरे त्यो भिडियोहरू दृश्य देख्यो भनेपछि दुर्गा प्रसादले के आरोप लाग्यो भने धामी पनि आफै बोक्सी पनि आफै भनेर चाहिँ यो सरकारलाई चाहिँ आरोप लगाउँदाखेरि चाहिँ आज दुर्गा प्रसादको हातमा चाहिँ हतकडी लाग्यो भनेपछि के दुर्गा ताईले चाहिँ सत्य आवाज बोल्नु कि यो लोकतन्त्र गणतन्त्रमा अपराध गरेको जस्तै हो तपाईँको विचारमा अपराध गरे होइन जसले हिजो गणतन्त्र लोकतन्त्र ल्यायो त्यो पार्टीहरूको सरकार हुँदाखेरि ठिकै थियो होइन तर अहिले गणतन्त्र पछाडि एक स्टेप अगाडि जेनजी आन्दोलन पश्चात बनेको सरकार चाहिँ अलिक फरक प्रकृतिको छ जस्तो जनताको जवाफदेहिताको सवालमा सरकार केही कुरामा चुकिराखेको थियो अहिले भलै देशमा एउटा ठुलो सङ्कट पैदा हुने जस्तो स्थिति बन्यो त्यो स्थितिलाई उहाँले समाधान गर्ने स्थितिमा जानुभएको छ होइन तर कतिपय यति गम्भीर विषयवस्तुहरू छन् अहिले जनताको पक्षमा हुनुपर्ने धेरै हिजोबाट पेट्रोलियम पदार्थको भाउ बढ्यो फेरि हो सबैमा बढेका छन् ग्यास बाहेक अरू सबैमा बढेका छन् व्यापक रूपमा मूल्यवृद्धि हुँदैछ होइन बजारमा फेरि मूल्यवृद्धि सबैमा पेट्रोलियम पदार्थमा बढ्ने बित्तिकै सबैमा बढ्छ डिजलमा तेल सबैमा छन् डिजलमा तेलमा बढेपछि खानेकुरा पनि बढ्छ कि किनकि त्यही गाडीले सामान ल्याउने हो नि त त्यस कारणले गर्दाखेरि पेट्रोलियम पदार्थ भनेको यस्तो चिज हो हाम्रो चाहिँ त्यो मुटु भने जस्तो हो क्या हाम्रो सबै शरीर सञ्चालन गर्ने जुन हाम्रो मुटु हुन्छ नि हो त्यस्तै तपाईँको चाहिँ पेट्रोलियम पदार्थ भनेको मुटु हो पेट्रोलियम पदार्थको कारणले देशको सबै लत्ता कपडादेखि हरेक कुरामा मूल्य वृद्धि हुन्छ जस्तै यो सरकारले 100 दिनमा 100वटा काम गर्छु भनेर उहाँले घोषणा गर्नुभएको थियो नि सरकारमा रहँदाखेरि आजको दिनसम्म त्यो 100वटा बुँदामा कतिवटा बुँदा कार्यान्वयन भयो त्यसको पनि त जवाब त जनताप्रति त दिनुपर्ने हो नि त सुन न पहिलो कुरा के छ भने बुँदा कार्यान्वयन काहीँ पनि भएको छैन उहाँहरूले केही कामहरू गर्न खोज्नु भएको छ होइन त्यो पनि कम्प्लिट भएको छैन केही कुरा भन्नाले एउटा जिम्मेवारी पदमा बसेर जनतालाई ठग्ने मात्रै काम गर्ने हो त यो बिताएको सरकारको जनतालाई ठग्यो नै चाहिँ म भन्दिनँ केही कुराहरू उहाँले सुधार गर्ने भनेर लाग्नु भएको छ अहिलेको सरकार र धेरै कुरा कहाँ भएको छ भन्दा धेरै कुरा उहाँले के गर्नु करको कुरामा उहाँहरू लाग्नुभयो कर बढाउन लाग्नुभयो होइन शिक्षा स्वास्थ्य लास्टमा समेत कर लाग्ने परिस्थिति भयो
करबाट उहाँहरू ब्याक होइन जनताको ढाड सेक्दैखेरि के देशको विकास हुन्छ करबाट उहाँहरू ब्याक हुनुभयो ट्राफिक जरिवानाको कारणले गणेश नेपालीहरूको आत्महत्या भयो हजुर होइन आत्मदाह भयो त्यस कारणले गर्दा ट्राफिक जरिवानाको बस उठिराखेको छ भलै त्यो निष्कर्षमा पुगिसकेको छैन तर अर्को कुरा के छ भन्दा जे विषय उहाँहरूले चाहिँ जनताको पक्षमा केही हामी नयाँ गर्छौँ भनिरहनु भएको छ जस्तो अहिले वैदेशिक रोजगारको ठगीको घटनाहरू भयावह छ वैदेशिक रोजगारमा हजारौँ युवाहरू दुःख पाएका छन् लाखौँ युवाहरू ठगिरहेका छन् होइन सरकारले एक दुईवटा छापामा मेन पावर छापा मारे जस्तो गरेर एक दुईवटा केही गरेर तर मुख्य कुरा के छ भन्दा टाउकोमा घाउ छ पैतालामा उपचार गरेर हुँदैन अहिले वैदेशिक रोजगारको जुन नीतिगत समस्या छ फ्री भिसा फ्री टिकट भन्ने हो त्यो अन्त्य नगरेसम्म कोही मेन पावरलाई समातेर हाल्दैमा त्यो समाधान हुनेवाला छैन नीति जो सच्याउनु पर्छ कि फ्रीमा त पठाउन सकिन्न नि त मान्छेलाई हजुर नीतिगत कुराहरू सच्याउनु पर्ने छ अनि त्यो नीतिगत कुराहरू सुधार गर्नुको सट्टा बाटो बनाइनस् खुट्टा भाँचिन्छ होइन त्यहाँ कसैले प्रश्न उठाइ तल लर जागिदिन्छु भनेर अस्ति हाम्रो माननीय केपी ओली भाइ केपी खनाल भाइले होइन त्यस्तै धेरै कुराहरू विवादित कुराहरू जस्तो अहिलेको चाहिँ हाम्रो आशिका तामाङ लगायत खैर के अरे सुनार लगायत धेरैको चाहिँ विवादित विषयहरू आइरहेछ होइन तर कुरा के हो भन्दा तपाईँको सरकारले जुन बाटोमा अगाडि बढ्नुपर्ने हो जसरी जनतालाई चाहिँ राहत दिनुपर्ने हो जनताको निम्ति समृद्धि ल्याउनु पर्ने हो युवाहरूलाई रोजगार प्रदान गर्नुपर्ने हो विदेशीका युवाहरूलाई फर्काउनु पर्ने हो उद्योग धन्दा सञ्चालन गर्नुपर्ने हो त्यतातिर सरकार अगाडि बढेको कतै पनि भेटिएन अब तपाईँले पेट्रोलको कुरा निकालिहाल्नु भयो विगतका दिनमा चाहिँ केही दिन अगाडि चाहिँ 20 रुपियाँ पेट्रोलमा चाहिँ मूल्य घटाएको थियो भने केही दिन यतातिर हेर्नुहोस् त हिजै 12 बजे रातिदेखि लिएर फेरि पेट्रोलको भाउ चाहिँ 3 रुपियाँ 4 रुपियाँ 5 रुपियाँ ठाउँ हेरेर बढाइसक्यो भनेपछि आजको रेट भनेको तपाईँको 200 रुपियाँको हाराहारीमा पुगिसकेको छ भनेपछि यो 2/3 सरकारले के नेपाली नागरिकको जनताको ढाड सेक्नको लागि मात्रै यो सरकार बनेको कि या नेपाली जनतालाई न्याय हक अधिकार स्वतन्त्र रूपले बाँच्ने यो सरकार बनेको तपाईको विचारमा कस्तो लाग्छ बताइदिनुहोस् पहिलो कुरा सरकार भनेको जनताको अभिभावक हो राज्यले भनेको जहिले गरिब दुखी जनताको संरक्षण गर्नुपर्छ भोइ मान्छेको पीडा बुझ्ने भनेको राज्य नै हो तर अहिले के भइरहेछ भने भोइ मान्छे सबै दङ्ग परेर के किन हुन्छ भनेर राष्ट्रपालाई सकी भोट खनाउन सबै लागि परे तर आज के भइरहेछ भन्दा भोट फिर्ता चाहियो भन्दैछ भोट फिर्ता चाहियो जनताले भोट फिर्ता मागिरहन् जनताले भोट फिर्ता मागिरहन् कतिपय ठाउँमा हजुर हैन सबै कुरा बालेन शाहको टाउको हाल्दै पनि भएन सबै कुरा सुदनको टाउको हाल्दै पनि भएन तर समग्र सरकार सञ्चालन गर्ने तरिका हुन्छ नि हजुर त्यो सरकार सञ्चालन गर्ने तरिका नै ठिक परिस्थितिमा गइरहेको छैन जस्तो केही कूटनैतिक सम्बन्ध इन्डिया कुमारबेनी इन्डिया जानेदेखि लिएर तपाईँको रवि लामिछानेको भारत भ्रमणदेखि लिएर होइन धेरै कुराहरूमा सरकार चाहिँ काहीँ न काहीँ चुकिरहेछ डिसब्यालेन्स भइरहेछ जस्तो विगतको सरकार हुँदा त टाइममा चाहिँ अब छिमेकी देशहरूसँग चाहिँ आफ्नो नेताहरू पठाउने त्यहाँनिर देशको लागि चाहिँ भनौँ न सम्झौता गर्ने व्यापार बिजनेसको लागि उद्योग कल कारखानाको लागि चाहिँ पहल हुन्थ्यो भने आज 4 महिना बित्दा पनि खोइ त केही पनि छैन चुपचाप घन्टी छाप जस्तै बनेर बसिरहेको छ नि यो सरकार यस्तो सरकारले के चाहिरहेछ भन्दा शान्तिको नाममा मुर्दा शान्ति भन्छ क्या आर्यघाट जस्तै भनेको शान्तिको नाममा सबै चुप्लाएर बस्दिनु पर्ने सरकारको विरुद्ध कोही बोल्न नपाउने सरकारको विरुद्ध कसैले नबोले हुन्थ्यो सरकारले जे भन्छ त्यो कुरा ठिक मान्दै हुन्थ्यो होइन कुनै समस्या आइहाल्यो भने हामी त नयाँ हो नि त होइन नयाँ त समय लाग्छ भनेर भन्दै भइहाल्यो यसरी सरकारको गतिविधि अगाडि बढेको देखिन्छ होइन तर समग्रमा मेरो कुरा एकदम जिस्ट कुरा के भने नेपालकोमा राजनीतिक परिवर्तन सत्ता परिवर्तन जनताले आन्दोलन गरेरै भएको जनताको चित्त दुखेसी नै भएको जनताको चित्त दुखेपछि जनता सबैभन्दा ठुलो हुने इतिहासमा जनताभन्दा ठुलो अर्को छैन जनताको चित्त दुख्ने काम भएपछि पटक पटक सरकारमाथि हमला भएको छ पटक पटक सरकार फेरिएका छन् पटक पटक सत्ता ढलेको छ अहिलेको जेनजी आन्दोलनमा त झन् प्रधानमन्त्रीलाई बालवाला प्रधानमन्त्रीलाई हेलिकप्टर नेपालको इतिहासमा पहिलो होला हेलिकप्टर चढेर भाग्नुपर्ने बनाइयो किनकि राजा स्वयं पनि आफै पत्रकार सम्मेलन गरेर निस्केर जानुभयो राजा आफै पत्रकार सम्मेलन गरेर निस्केर जानुभयो होइन तर नेपालको इतिहासमा पहिलो पटक नेपालको बालवाला प्रधानमन्त्रीलाई हेलिकप्टर चढेर भाग्ने परिस्थिति सिर्जना गरियो झन्नै लिबियामा जस्तो कर्नल गद्दाफी को चाहिँ विरुद्ध आन्दोलन भए जस्तो झन्नै तपाईँको चाहिँ प्रधानमन्त्रीकै त्यहीँ हत्या हुन्छ कि भन्ने स्थितिसम्म तयार भयो हेर्नुहोस् त बालेनको सरकार गठन भइसकेपछि जनतामा कति आशा जागेको थियो कि यो जुन सेवा सुविधाहरू सोकेसहरू सल्लाहकारहरू चाहिँ कटौती गर्नुपर्छ भनेर जुन उहाँले अभिव्यक्ति दिनुभएको थियो त्यो हेर्नुहोस् त ठ्याक्क उल्टो भयो झन् अहिले त भर्ना केन्द्र खुला गर्नुभएको छ उहाँहरूको कुरा भन्यो अरूले 3 जना राखेको सल्लाहकार उहाँहरू 27 जना राख्ने हुनुभयो हो होइन त्यस कारणले गर्दा हामीले बुझ्नु जरुरी के छ भन्दा अहिलेको सरकारले
जे कुरा गर्ने छुट छैन त्यही कुरा गर्न खोजिराखेको छ। जनताको पक्षमा जे दिन्छु भने थिएँ, हिजो 100 दिनमा मान्छे फर्काउँछु भन्थे, हिजो स्वकीय सचिव राख्ने चाहिँ भ्रष्टाचार हो भन्थे होइन। आज स्वकीय सचिव नभएर के गर्ने? हामी एकैजनाले 10तिर जानुपर्छ त, 10तिर जान भ्याउँछौँ त, 10वटा काम गर्न भ्याउँछ त। हो त्यो त हिजोकाले नि त्यही त गरेको थिएँ त, स्वकीय सचिव राखेकै थिएँ। हेर्नु न, महाधिवेशन हुँदाखेरि चितवनमा आशिका तामाङलाई चाहिँ सेक्युरिटी गार्डको अनि त खटाइएको, एउटा संसदलाई आशिका तामाङ जस्तालाई पनि गार्डको आवश्यकता पर्यो, सेक्युरिटीको आवश्यकता पर्यो भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री प्रधानमन्त्रीहरू नेताहरूलाई त कति आवश्यकता पर्यो होला, त्यो हामीले अनुमान गरेर पनि गर्नु नसक्ने अवस्था भइसक्यो। अब अरू सभामुख, अरू गृहमन्त्री, अरू मन्त्री हुँदाखेरि 4वटा गाडी हुन्थ्यो अरे, अहिले 8वटा गाडी भएको छ। हेर्नुहोस् त, त्यही गृहमन्त्री सुदन गुरुङलाई टाटा गर्ने हटाउँ भनेर नपारौँ भन्नुहुन्थ्यो उहाँले, ट्याटा टुटु नपारौँ, यो धेरै भयो, नेता सेता बन्नुहुन्न होइन, अगाडि पछाडि केही चाहिन्न, यिनीहरूलाई गाडी साडी चाहिन्न, सुविधा धेरै भयो भनेर भन्नुभएको थियो। तर आज आएर के भन्दै हुनुहुन्छ भने ला गोली त गृहमन्त्रीले हान्ने होइन रहेछ नि त, यो गोली त पुलिसले हान्ने रहेछ भन्दै हुनुहुन्छ होइन। हिजो के भन्नुभयो भने हिजो जेनजी भाइ बहिनी मारेको भनेर गृहमन्त्रीलाई समात्यो हो नि त रमेश लेखक काङ्ग्रेसको नेतालाई, गृहमन्त्रीलाई प्रधानमन्त्रीलाई समात्यो हो नि त। आज त के भन्छ, यो गोली हान्ने कुरा त हाम्रो कुरा हुँदै होइन रहेछ, हामीले हान्ने नै होइन रहेछ, हामीलाई नसोधिकन हान्दिँदो रहेछ तलबाट। अनि यस्तो अभिव्यक्ति दिँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता समर्थकहरूले किन आगो खोलेन? यस्तो छ, कुनै कुरा के हुन्छ भने कुनै कुरा चाहिँ के भन्छ अफिम जस्तो हुन्छ, गाँजा भाङ लागे जस्तो हुन्छ होइन। तपाईँको चाहिँ मैले प्रधानमन्त्रीज्यूलाई भन्न खोज्नु भने यहाँ त फेरि गाँजा कुरा गर्ने त प्रधानमन्त्रीलाई भन्यो भन्छन्, मैले त्यो भन्नु खोजेन। राष्ट्रपाका केही मान्छेहरू अथवा अहिलेको सरकारको समर्थकहरूलाई गाँजा खाए जसरी लट्ठ हुने रोग लागेको थियो, त्यो नराम्रो होइन। उहाँहरूले आशा गरेको अहिलेको नवयुवाहरूसँग, नौजवान युवाहरूसँग आश गरेको अहिलेको सरकारले के नै गर्छ, देश परिवर्तन गर्छ, देश जोगाउँछ होइन, देशमा नयाँ स्थिति बसाल्छ र सारा चाहिँ मान्छेलाई निःशुल्क स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर्छ, रोजगारको ग्यारेन्टी गर्छ। कोही पनि युवा विदेश जानु पर्दैन, नेपालमा पुरै तपाईँको चाहिँ 10 घन्टा काम, के अरे 8 घन्टा काम, 8 घन्टा मनोरञ्जन, 8 घन्टा आराम हुने परिस्थिति हुन्छ। आनन्दले आफ्नै देशसँग काम गर्ने हो, हाफकट्टु लाएर क्यामेरा बोकेर घुम्न मात्रै विदेश जाने हो भन्ने आश थियो मान्छेलाई व्यापक रूपमा होइन। तर अहिले त के भयो भने अलिअलि नेपालमा रहेका बुढाखाडाहरू, अलिअलि तपाईँको चाहिँ बालबच्चाहरू पनि उमेर नपुग्दै विदेशतिर लाग्नुपर्छ कि। हिजो 18 वर्षमा जान्थ्यो भने आज 16 वर्षमा हिँड्नुपर्छ कि होइन। हिजो +2 गरेर जान्थ्यो भने आज SLC गरेर जानुपर्छ कि, भोलि 8 क्लास पढ्दै जानुपर्छ कि भन्ने परिस्थिति चाहिँ कसले बनाइदिनु भयो भन्दा अहिलेको सरकारले बनाइदिनु भयो। जस्तै विगतका सरकारको पालामा चाहिँ सङ्घ संस्थाहरू, युनियनहरू जुन अहिले बालनको सरकारले खारिज गर्ने, फेरि अदालतले फेरि उल्टाइदियो। फेरि अहिले भट्टाभट चाहिँ पुरानै सरकारले नीति निर्माण गरेको नियमहरू अहिले लागू हुँदैछ भनेपछि बालन सरकार चुकेको जस्तो लाग्छ कि लाग्दैन तपाईँको विचारमा अहिलेको अवस्थामा? भने नि करको कुरामा सरकार ब्याक भयो। आज सरकारले चाहिँ त्यो के अरे सेयर कारोबारलाई गलत भनिदिएको कारणले, सेयर कारोबार उद्योग होइन भनिदिएको कारणले एकजना महिलाले आत्मदाह गर्नु होइन। तपाईँको सेयर कारोबारी धेरै डुब्दैछन् होइन, धेरै मान्छेको घरबार विचल्ली हुँदैछ। दिउँसै तपाईँको भोगभोगै मान्छे सडकमा मर्ने स्थिति छ क्या, सुसाइड गर्दैछ, आत्महत्या गर्दैछ। आत्महत्या भित्रभित्रै पटक 1000 पटक मरिसकेपछि त्यो एउटा देखाएको मात्रै हो कि अरू ठुल्ठुला व्यक्तिहरू त्यो पनि व्यापारीहरू धेरै मान्छे के गर्दैछ भन्दा धेरै मान्छे मर्ने अवस्था सिर्जना हुँदैछ। त्यसकारणले गर्दा अर्थतन्त्र के छ भन्दा ध्वस्त छ। नेपाललाई अर्थतन्त्र सुधार गरेर ब्ल्याक लिस्टबाट हटाउने भन्ने थियो, ब्ल्याक लिस्टमा पर्न नदिने भन्ने थियो। तर अहिले ब्ल्याक लिस्टमा कन्फर्म पर्ने परिस्थिति सिर्जना भयो। हिजो अर्थमन्त्रीले के भन्नुहुन्छ, विदेशको लोन लिएर हामी घिउ खाने हो, किन लिनु पर्यो भन्नुहुन्थ्यो। आज विदेशको लोन नलिए त अर्थतन्त्रै चल्दैन भन्नुहुन्छ। तपाईँ हामी सुतेको पनि त्यही लोनको कारणले हो, मजाले सुत्न पाएको नि, तपाईँ हामी सुत्ने हो भने निदाउन चाहन्छौँ भने त्यो लोन जसरी पनि लिनुपर्छ होइन। तपाईँ हामी हिडुल गर्न चाहन्छौँ भने त्यो लोन जसरी पनि लिनुपर्छ भनेर आज अर्थमन्त्रीज्यू चाहिँ वर्ल्ड ब्याङ्कको प्रचार गरिरहनु भएको छ, विज्ञापन गरिरहनु भएको छ। वर्ल्ड ब्याङ्कले लोन नदियो भने हाम्रो सबै कुरा सक्थ्यो, हाम्रो अर्थतन्त्र ड्यामेज भयो, हामी आत्मनिर्भर अर्थतन्त्र तयार गर्न सक्दैनौँ भनेर आज अर्थमन्त्रीको स्टेटमेन्ट आइराखेको छ होइन। त्यस कारणले गर्दा देश अर्कै भमरीमा चल्दैछ। अनि यो सबै हिसाबले हेर्दा तपाईँको चाहिँ दुर्गा प्रसाद समात्नु भनेको बाघ कराउनु र बाख्रा हराउनु एकैचोटि हुँदैछ। राज्यले जनताको पक्षमा काम गर्न नसक्नु, हुन त 100 दिन हुँदैछ, भोलि तपाईँले बिस्तारै चमत्कारी 4 महिना त्यही त 100 दिन नागिसक्यो, तपाईँले भोलि चमत्कारी काम गर्नुला त्यो राम्रो कुरा हो होइन। तर हुने बिरुवाको चिल्लो पात भने जस्तै नहुने बालाको फुसल पात, खुट्टो हेर्दै चाल पाइयो भन्छन् नि होइन। तपाईँ खुट्टी हेर्दै चाल पाइयो भने जस्तै
केही न केही त गतिविधि सिम्टम त देखिन्छ नि, लक्षण त देखिन्छ। त्यो लक्षण हुन्छ नि सरकारले सही गतिविधि गर्ने र जनताको पक्षमा काम गर्ने लक्षणहरू चाहिँ सुरुका केही दिनमा देखा परेको थियो, 1-2 हप्तामा हजुर पुरै रकेट गतिमा अगाडि बढ्दै थियो। अहिले तपाईँको चाहिँ गाडी एक्सप्रेस गाडी चिप्ल्यो कि होइन, महाधिवेशनमै बोल्नुभएको छैन बालन शाहले, हाम्रो गाडी स्पिडले चल्छ रकेटको ब्रेकै लाग्दैन भन्थ्यो। त्यो भन्नुहुन्थ्यो लास्टमा उहाँ आफै महाधिवेशन छोडेर आइदिनु भयो अनि होइन, महाधिवेशन पुरा समेत बस्नु भएन उहाँ आफै। अनि अमरेश सिंहहरू महाधिवेशनै फेस गर्नु भएन, अहिले पनि राष्ट्रसभाको सांसद हुनुहुन्छ होइन। त्यस कारणले गर्दा धेरै कुरा राजनीतिक रूपमा डिसब्यालेन्स भइसक्यो। राष्ट्रसभा र अहिलेको सरकारको समन्वय त्यति छैन भन्ने कुरा तपाईँको चाहिँ प्रधानमन्त्रीले चाहिँ सर्वदलीय बैठक नबोलाएर सभापतिले बोलाउनु भयो, हजुर सभापतिले पदक लिन खोज्नुभयो। त्यस पछाडि पछि जब बाध्य भएपछि बल्ल प्रधानमन्त्री बोल्नुभयो। जब राष्ट्रसभा सभापतिले भारत भ्रमण गर्नुभयो त्यो कुरालाई अस्वीकार जस्तो गरेर फेरि अर्को टोली खटाइयो सरकारबाट। भनेपछि धेरै कुराहरू राजनीतिक रूपमा चुकिँदै गएको छ। धेरै कुराहरू राजनीतिक रूपमा सरकार असफल 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 हुँदै ब्याक हुँदै के ब्याक हुँदै सच्याउँदै ब्याक हुँदै सच्याउँदै भने पनि राम्रो होइन नि त। हजुर हो, नयाँ हुनुहुन्छ हामीलाई थाहा छ होइन, तर तपाईँहरूले के भन्नुभएको थियो नि हामी सबै जानेका छौँ, हामी नयाँ भने प्रशिक्षित छौँ। पहिलेका औठासाप भन्दा हामी डिग्री होल्डर छौँ, हामी डिग्री होल्डरले हेरेपछि बन्छ, केही गर्नै पर्दैन, हामी त त्यति एक्सपर्ट छौँ भन्नुहुन्थ्यो। त्यो सबै कुरा चाहिँ छिटो साबित हुँदै गएको छ। होइन, यो प्रधानमन्त्रीको भारत भ्रमणको लागि विगतका महिनादेखि नै आइरहेको छ, तर आजको दिनसम्म पनि प्रधानमन्त्री हाम्रो बालेन शाह चाहिँ भारत भ्रमण जानु भएन। बरु उहाँको सट्टामा चाहिँ एउटा कुमार बेन भन्ने चाहिँ जानुभयो लुकी छुपी, त्यो पनि त्यहाँ जानकारी नगराइकन उहाँ चाहिँ भारत पुग्नुभयो। भनेपछि त्यहाँबाट के सुझाव सल्लाह एउटा ल्याउनु भयो तपाईँको अनुमानमा बताइदिनुहोस् न। पहिलो कुरा चाहिँ धेरै धेरै मध्यरातमा चाहिँ दुर्गा पसाईलाई फेरि पक्राउ गर्यो, के भन्न चाहनुहुन्छ तपाईँ यो विषयमा? पहिलो कुरा त जसरी ओली सरकारको पालामा दुर्गा पसाईलाई समात्नेर छोड्नेको विश्व रेकर्ड कायम होला भन्ने जस्तो परिस्थिति सिर्जना भएको थियो। हजुर, र अहिलेको सरकार आइसकेपछि अहिलेको सरकार जनताको सरकार हो। जनताको सरकारले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, जसले पनि आफ्नो धारणा राख्न पाउँछ भनेर भन्दै गर्दा दुर्गा पसाईको मुख बन्द गर्ने कोसिस भएको छ। दुर्गा पसाईको मुख बन्द गर्नु कोसिस भयो, बन्द गर्ने कोसिस भएको छ। त्यो मात्रै नभएर दुर्गा पसाईलाई मध्यरातमा बुट बजारेर तपाईँको चौतर्फी घेरा हालेर युद्धको समयमा जसरी आतंककारीको नेताहरू समातिन्छ नि, जसरी तपाईँको चाहिँ विद्रोही चाहिँ टिमको अथवा भूमिगत समूहको चाहिँ कमान्डर समात्ने जसरी पुरै 100औं भेनहरू चाहिँ त्यहाँ जम्मा गरेर पुरै चाहिँ समातेको स्थिति छ होइन। अनि त्यो सबै कुराले के देखाउँछ भन्दा अहिलेको सरकार पनि दुर्गा पसाईसँग डरायो भन्ने कुराको एउटा पुष्टि भयो। आज मात्रै दुर्गा पसाईलाई राज्यद्रोह लगायतको चाहिँ मुद्दाको विषयमा अनुसन्धान गर्ने भनेर 7 दिनको म्याद थप गरिएको छ। भन्नाले यो सरकार दुर्गा पसाईसँग डराएको हो त? दुर्गा पसाईसँग डराए मात्रै पुरानो मुद्दा पनि यो सरकारले उल्टाउँछ कि जस्तो गर्न खोज्यो। दुर्गा पसाईको चैत 15 गतेको घटना हेर्नुस् त, 3 गुनेको चैत 15 गतेको घटना पनि यो सरकारले उल्ट्याउने जसरी कोसिस गरेको छ। र दुर्गा पसाईलाई कुनै पनि हालतमा बाहिर बस्न धेरै राख्यो भने यसले केही न केही अप्ठ्यारो बनाउँछ र सरकारको विरुद्ध निकै ठुलो आन्दोलन गर्छ कि भन्ने मलाई त लागेको थिएन। बरु दुर्गा पसाईले आन्दोलन गर्ला ठुलो भन्ने, तर सरकारलाई त्यो लाग्यो क्या। सरकार दुर्गा पसाईसँग तर्सियो, किन तर्सियो मलाई थाहा छैन है। केही कुराहरूले अलि उनले चाहिँ त्यस्ता विवादित कुराहरू बोल्दै चाहिँ थिए, त्यो प्रमाणित बोले अप्रमाणित बोले त्यो उनले जान्ने कुरा हो। तर दुर्गा पसाईले धेरै बोलेकै कारणले दुर्गा पसाईमाथि हदगडी लगाउने काम भएको छ, दुर्गा पसाईमाथि बुट बजार्ने काम भएको छ। जस्तै विगतका सरकारको पालामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ दुर्गा पसाईको आवाज चाहिँ संसदमा बोलेको पनि हामीले खबर पाएको थियौँ नि त। तर तपाईँले एकदम सही क्वेसन गर्नुभयो। मैले पटक पटक भनेको छु, रवि लामिछानेलाई अथवा राष्ट्रपाललाई विश्वास नगरेर सरकारले आफ्नै कुटनीतिक कदम चाल्यो। कुनै पनि कदम चाहिँ अवैधानिक भयो भने त्यसले के गर्छ भने त्यसले चाहिँ नराम्रो परिणाम आउँछ क्या, राम्रो परिणाम आउँदैन। लुकीछिपी गरेको काम राम्रो निस्किँदैन भने जस्तै तपाईँको चाहिँ अहिले के भइरहेछ भन्दा परराष्ट्र मन्त्रालयलेसम्म बालेन शाहले यदि त्यसो गरेको हो भने, कुमार बेनले त्यसो गरेको कुरा हो भने यो चाहिँ गलत कुरा गर्नुभयो। त्यसले राम्रो चाहिँ सम्बन्ध स्थापित गर्दैन। दुई देशबीच राम्रो सम्बन्ध स्थापित गर्ने हो, खुलेआम सम्बन्ध स्थापित गर्ने हो, लुकी केही गर्नु जरुरी छैन भनेर परराष्ट्र मन्त्रालयसम्म भनिरहेछ होइन। तर सरकारले लुकीछिपी काम
गरेको हो कि भन्ने टाइपको चाहिँ आशंका प्रधानमन्त्रीसँग व्यक्त गर्नु भएको छ। हेर्नु त शिशिर खनाल भनेको उहाँ परराष्ट्र मन्त्री हुनुहुन्छ हैन, उहाँको दायरामा चाहिँ सबै कुरा जानकारी आउनु पर्थ्यो नि त, उहाँको पनि त जिम्मेवारी छ नि त परराष्ट्र मन्त्रीको। खोइ त आज परराष्ट्र मन्त्रीसँग सल्लाह बिनै अब भारत भ्रमणहरू देश विदेश भ्रमणहरू त गइरहेको अवस्था देखियो। चौतर्फी आलोचना हुँदा पनि परराष्ट्र मन्त्रीले बोल्न सक्नु भएन नि त। हेर्नुहोस् त, थाहा पाउनु नि त कुमारबेनको विषयमा चौतर्फी आलोचना भयो, खबरहरू आएपछि तर कसैले खण्डन गर्न चाहेनन्। परराष्ट्र मन्त्रीले पनि यो विषयमा के हो भनेर स्टेटमेन्ट आवाज उठाउनु सकेन, विज्ञप्ति दिन सक्नु भएन परराष्ट्र मन्त्रीले। यो के को कारणले, के दबाब पार्टीको दबाब परेको छ कि शिशिर खनाल माथि? पार्टीको दबाब मात्रै छैन, यसमा धेरै रहस्यमय कुराहरू छन्, धेरै इन्टरनल कुराहरू छ। भित्रभित्र सरकारलाई निकै ठुलो प्रेसर परिसकेको र रासोपा र सरकारको बिचमा सही ढङ्गको समन्वय नभएको, रवि लामिछाने र बालेन शाहको बिचमा धेरै सम्बन्ध चाहिँ खटपट भइसकेको। जस्तै बालेन सरकारले चाहिँ कति नेताहरूलाई कारबाही गर्छु भनेर सरकार परिवर्तन हुन सक्ने सम्भावना, 2 मिनेट, सरकार परिवर्तन हुन सक्ने सम्भावना, धेरै कुराहरू चाहिँ अगाडि आइसकेको हुनाले अब के हुँदैछ भने देशमा नयाँ सरकार बन्ने सम्भावना छ। ए अब भनेपछि देशमा फेरि नयाँ प्रधानमन्त्री बन्ने सम्भावना छ? कसको बन्नु सक्छ तपाईँको अनुमानमा बताइदिनुहोस्। नयाँ प्रधानमन्त्री बन्ने सम्भावना के यो राष्ट्र स्वतन्त्र पार्टीबाट बन्छ कि अरू दल पार्टीबाट बन्छ? राष्ट्रसभाबाटै बन्छ। रवि लामिछाने प्रधानमन्त्री बन्ने सम्भावना तीव्र रूपमा अगाडि बढेको छ। सायद दसैँ लगत्तै। यो तपाईँ के भन्दै गर्नु हुँदैछ? राष्ट्र स्वतन्त्र पार्टीका सभापति त म कहिले पनि प्रधानमन्त्री बन्दिनँ भनेर त उहाँले त बोल्नु भइरहेको छ। के छ भन्छ भने बल झुकेर मेरो खुट्टामा आयो भने पनि म बालेनलाई पास दिन्छु भनेर रवि लामिछानेले भन्नु त भएको छ हजुर हैन। तर तपाईँको चाहिँ गर्लफ्रेन्डले बोयफ्रेन्डलाई विश्वास गर्ने, बोयफ्रेन्डले गर्लफ्रेन्डलाई विश्वास नगर्ने भयो भने के हुन्छ भन्दा कुरो उल्टो पर्छ क्या। तर अहिले सरकारले रासोपालाई विश्वास गरेन नि त, किनकि रासोपाको सभापति भ्रमण गरेर आइसक्दा पनि फेरि अर्को मान्छे प्रायः क्रस चेक गर्न भनेपछि त हैन। त्यस कारणले गर्दा अहिले चाहिँ के छ भन्दा रवि लामिछानेज्यू प्रधानमन्त्री बन्दै हुनुहुन्छ, उहाँलाई धेरै धेरै बधाई छ। यही कुरामा म तपाईँलाई जोड्दैछु एकछिन तपाईँलाई म के जोड्न चाहन्छु, तोसीमा कार्की र गणेश कार्कीले चाहिँ यो प्रधानमन्त्रीलाई चाहिँ हटाउने जुन विधानमा ल्याउनु भएको छ यो गलत हो भनेर चाहिँ जब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यहाँ केन्द्र पदाधिकारीका बैठकमा चाहिँ तोसीमा कार्कीले उठाउँदाखेरि रवि लामिछानेले चाहिँ आक्रोशमा आएर के भनेको छ भने यो प्रधानमन्त्री हटाउने नि बालेनलाई अब 5 वर्षसम्म म प्रधानमन्त्री बनाउने मेरो चाहना छ, इच्छा छ, म प्रधानमन्त्री बनाएरै छोड्छु भनेर तोसीमा कार्कीलाई चाहिँ मुखतोड जवाब दिएको छ। भनेपछि यहाँ रवि लामिछाने कसरी प्रधानमन्त्री बन्न सक्ला र? 5 वर्ष प्रधानमन्त्री होइन 10 वर्षमा बनाउन तयार छु भनेर तोसीमाको जवाब दिनुभएको छ। तर कुरा के छ भने सुदन गुरुङले म पानी बाँड्ने मान्छे हो, म मन्त्री होइन, नेता होइन भनेर भनी मन्त्री भएको होइन हो कि होइन? त्यस कारणले गर्दा हिजो रवि लामिछानेले म जनताको पक्षमा बोल्ने सञ्चारकर्मी हो, म जिन्दगीभर नेता हुन्न, मलाई नेता बन्नु छैन, मन्त्री बन्नु छैन, कुर्सी चलाउनु छैन भनेर भनेको मान्छे त्यसो भनी रवि लामिछाने चाहिँ के हुनुभयो, तपाईँको गृहमन्त्रीसम्म हुनुभयो, उप प्रधानमन्त्रीसम्म हुनुभयो होइन। तपाईँको मलाई पदको लोभ छैन भने जेलमा बसेर पार्टी चलाउनु भयो होइन, जेलमा बसेर पार्टी चलाउनु भयो नि त। त्यस कारणले गर्दा हो देशमा राम्रो भयो, आन्दोलन आयो अथवा राम्रो भयो नराम्रो भयो होइन, देशमा उहाँहरूको भाषामा राम्रो भयो, क्रान्ति भयो, आन्दोलन भयो, उहाँहरू यहाँ आउनुभयो ठिक छ। तर कुरा कहाँ पुगिसक्यो भन्दा बाहिर मुखले एउटा भनिराखेको छ, भित्रभित्रै अर्कै खालको कुरा विकास भइसकेको छ, भित्रभित्रै भदभदी पोल्न थालिसकेको छ होइन। त्यस कारणले गर्दाखेरि हाम्रो कुरा के हो भने सरकारले राम्रो गर्नुपर्छ, राम्रो गरोस् भन्ने हाम्रो शुभकामना छ। तर दुर्गा प्रसाईहरूलाई पक्राउ गरेर सरकारले चाहिँ आफू डराएको अनुभूति गर्न खोज्दैछ, यो भनेको के हो भने सरकार कमजोर भएको पुष्टि हो नि त। यो सरकार फेल भएको हो। किन कमजोर भन्दा रासोपा भित्रैबाट सपोर्ट छैन भनेर कमजोर भयो नि त। किनकि दुर्गा प्रसाईहरूलाई समात्ने भनेको सरकार कमजोर भएको सङ्केत हो। दुर्गा प्रसाईहरूसँग डराउने अथवा जनता जो बोल्छ त्यसलाई समातेर कराबजार भित्र हाल्ने भने चाहिँ के हो भने जनतासँग सरकार डराएको हो। सरकार किन डरायो भन्दा आफ्नै पार्टीबाट सपोर्ट भएन। रवि लामिछानेकै पार्टीबाट मुखबाट सपोर्ट भयो अथवा कामबाट सपोर्ट, किनकि सरकारले रासोपालाई विश्वास नगरेपछि त के हुन्छ, रासोपालाई त मतलब गरेन नि त सरकारले, किनकि महाधिवेशनमै प्रधानमन्त्री बन्नु भएन नि त। प्रधानमन्त्री आफैलाई वरिष्ठ नेता त चयन गरियो, तर महाधिवेशनको सभापतिको रिजल्ट नआउँदै सभापतिको रिजल्ट आयो तर उसको के अरे सभापतिको चाहिँ सर्वमान्य मनोनित गरियो, तर अरू केन्द्रीय सदस्य र अरू पदाधिकारीहरूको महाधिवेशनको भोटिङ नहुँदै बालेन शाह प्रधानमन्त्रीज्यू चाहिँ नेपाल के अरे काठमाडौँ आइदिनु भयो भनेपछि यो सबै कुराले गर्दाखेरि के भयो भन्दा तपाईँको त्यति धेरै समन्वय हुनुपर्ने हो, त्यो भइरहेको छैन। त्यो कारणले गर्दाखेरि चाहिँ सरकार अप्ठ्यारो पर्छ। दुर्गा प्रसाईको कार्यकर्ता अभियन्ताहरू चाहिँ आक्रोश छ, जुन कि आफ्नो अध्यक्षलाई चाहिँ जुन सभापतिलाई चाहिँ दुर्गा प्रसाईलाई चाहिँ मध्यरातमा क्र्याप झाप गरिसकेपछि अब चाँडोभन्दा चाँडो चाहिँ यो सरकारले चाहिँ रिहा गरेन भने दसैँको
दसैँको हाराहारीमा चाहिँ यो सरकार चाहिँ ढल्नु सक्छ भनेर दुर्गा पसाईका कार्यकर्ता नेताहरूले चाहिँ सरकारलाई चाहिँ च्यालेन्ज गरिरहेछ के यो सम्भव हुन सक्छ यो दसैँ अगाडि नै यो सरकार ढल्नु सक्छ तपाईको विचारमा दुर्गा प्रसाईले कस्तो आन्दोलन गर्छन् के गर्छन् त्यो पछिको कुरा हो हैन हजुर तर दुर्गा प्रसाई यस्ता मान्छे हुन् आन्दोलनको कारण चाहिँ भनिदिन्छन् के दुर्गा प्रसाईको कारणले अर्को मान्छेले आन्दोलन गरिदिन्छ हैन जेनजीको समयमा पनि पहिला चैत्र 15 गते उनले आन्दोलन गरे हैन त्यो भन्दा भीषण आन्दोलन अर्कोले गरेर सत्ता चेन्ज गर्यो अब अहिले पनि के भइरहेको छ भन्दा दुर्गा प्रसाई चाहिँ आन्दोलन गर्न खोजेको देखिन्छ तर असली आन्दोलनकारीहरू चाहिँ अगाडि देखा परेका छैनन् अहिले पनि दुर्गा प्रसाईले आन्दोलनको माहौल बनाउँछ अनि गोल चाहिँ अर्कैले हान्छ हैन आन्दोलन चाहिँ अर्कैले गर्छ सुरुवात चाहिँ दुर्गा प्रसाईले गर्ने सुरुवात चाहिँ दुर्गा प्रसाईले गर्छ त्यो दुर्गा प्रसाई अचम्मको मान्छे हो मैले भने नि दुर्गा प्रसाई फर्स्ट म्यान होइनन् लिडर होइनन् उनले माहौल तयार गर्ने मान्छे हुन् उनी जति पनि सरकार ढल्ने बल्ने चाहिँ दुर्गा प्रसाईले चाहिँ माहौल तयार गरिदिने दुर्गा प्रसाई चाहिँ सरकार बदल्ने सरकार ढाल्ने सरकारको विरुद्ध आन्दोलन गर्ने कुराको मतियार जस्तो कारक जस्तो चाहिँ बन्दै गए त्यसकारणले यो दुईटाको सरकार डराको दुर्गा प्रसाईसँग डराको हो त्यसकारणले गर्दाखेरि दुर्गा प्रसाईकै कारणले अर्को नयाँ आन्दोलन हुन्छ कि देशमा अरू मान्छेले आन्दोलन गर्ने बाटो पाउँछन् कि देशमा भन्ने खालको परिस्थिति सिर्जनामा छ अबसम्म हस् त आफ्नो अमूल्य समय दिनुभयो तपाईलाई सम्पूर्ण मिडियाबाट धन्यवाद